आजको फाइनल म्याचको पेनल्टी सुटआउट गइरहेछ। चिलाचुली 1 नम्बर 6 भर्सेस चिलाचुली 1 नम्बर 4। एक गोलको बराबरीमा फाइनल गेम बराबर जर्सी नम्बर 11 भाइले गर्दै हुनुहुन्छ। त्यसको विरुद्ध जर्सी नम्बर 4 का गोलकिपर यो किपर चाहिँ कहाँको किपर कहाँको यो जाको चाहिँ भने सेभ गर्छ के आज आउट हान्नु भयो। ओइ नानी यो नानी टिम क्याप्टेन 1 नम्बर 6 का टिम क्याप्टेन भाइले जर्सी नम्बर 11 ले पेनल्टी सुटआउट चाहिँ सेकेन्ड बारमा लगेर आउट भइसकेको छ। अब 4 नम्बर वाडाका भाइ ओइ नानी नानी यहाँ भाइ टिम क्याप्टेन बन्यो। हारेको कारणै हुटिङ नभएर हो नि त हाम्रो त हुटिङ छैन नि त ठोकिसक्यो नि हाम्रो त हुटिङको आँकडा आयो नि त 4 नम्बरको जस्ट टिम क्याप्टेन भर्सेस 6 नम्बर गोलकिपर। अनि अजितको नजिक चाहिँ बस्दैन अनि अर्काको उयोमा बस्छ अनि लाउँछ होला है भाइले। टेक्निकल हान्छ यो भाइले। सपोर्ट चाहिँ हुनुपर्छ है। यतिको सपोर्ट चाहिँ हिरो अफ द म्याच भयो। एक 0 सपोर्ट गर्ने चाहिँ सपोर्टमा त वा दादा निस्कन जानुभयो त कताको सपोर्ट हो तिमीहरू चाहिँ फेरि हाम्रो सपोर्ट हो सब गोल लाउँदा उफ्रिन्छ गाडी सेभ भएर हार्यो। यो पेनल्टी चाहिँ भिडियो गर्नुपर्ने हुन्छ हौ। बतासे सट हान्यो त भाइले। हेलिकप्टर सट हान्यो नि त हौ भाइले। बहिनीहरू अलिक ढिलो हुटिङ लाएर नि यसलाई गोल लाएन हौ यसलाई गोल लाउँदैन हौ। 2 मा 2 0 यार भाइ 6 नम्बर वाला 2 मा 2 0 आजसम्म लाग्नु देखेको छुइनँ। अब आज लानु भनेको मालकै केटा हो नि अनि सनीले मालको त मालको केटा हो कि मेसीले हानिहाल्छ नि त्यतिकै पनि गोल लाउँदैन। मैले गोल लाग्नु देखेको यसले के खालको हानिरा 2 मा 2 0 2 मा 1 पावर हानेका छिर्थ्यो अहिले यसले गोल लाग्नु देखेको छुइनँ भाइ मैले कहाँबाट हुन्छ भाइ होमले पाट पडा त अब त्यसलाई डमरदाजीले हेरिरहेछ हौ घरै काम हुन्छ विदेश पठाइदिए भन्दा चाहिँ फेरि मलाई चाहिँ विदेश जा भन्दै अरे साजनी आशिषहरूलाई हौ तर यो गोल पनि सेभ हो। सेभ त भयो क्या गोल भाइले पुरै किपर यो त माफी नहुने लाइन हो हैन त माफी नहुने खालको थियो नि त एउटा प्रहारमा बल्ल बल्ल 1 गोल गर्न सफल भयो। यो भाइले 6 नम्बर वाडाको भाइहरूले 4 नम्बर वाडाको 2 मा 1 छ। यो गोल लाने 1 गोलको अग्रता हुन्छ है। यो मैले लाग्यो उठेको अब कमन लाग्यो भाइले हो अब चाहिँ लाउँछ है। कमन लाउँछ भाइले हो कुनै उसको बाउ पनि आएको छ
अनि भाइले गोल लाग्यो लाउँछ भाइले यता हान्ने भाइ बहिनीहरूको हुडिङले जित्ने भयो आज गेम तिनीहरूको हुडिङले जित्ने भयो आज फाइनल अलिक कराउ है यो बहिनीहरूको हुडिङले जित्ने भयो आज भाइहरूले 4 नम्बरको भाइहरूले एक गोलको अग्रता छ है यो गोल चाहिँ बडा अरे ए टाइम हाल्छ सबैले सेभ त गर्छ यो सेभ भयो यो कि बले सेभ त गर्दैन कि यसले आउट चाहिँ हान्छ क्या यिनीहरूले बल गरेर हान्छ क्या पेनल्टी सेभ बटाले लाग्यो दामी बल लाग्यो 4 मा 2 3 मा 2 छ है साउन्ड बनायो त लाउनु पर्छ नि यो भाइले उडाएर हान्छ कि लाउन सक्छ यो लाएन अन्त बराबर हुन्छ त उडाएर लाउँछ यो भाइ म जस्तो लाग्छ जितेको गराउन हौ हैन लाउँछ यो भाइले दामी बल लाग्यो दामी लाग्यो अब त सेभ गर्दा पनि जित्यो हान्दा पनि जित्यो क्या सेभ गर्न जित्छ अब सेभ गर्दा पनि हाम्रो जित्यो गोल गर्दा पनि जित्यो क्या यो लाएर अर्को लाउनु पर्छ क्या हैन यो सेभ हुने पनि जित्यो क्या हामीले उताकोले चाहिँ लाएन यो किपरले फेरि धेरै जम देखाएर हैन त्यो चाहिँ होइन कि यसले दबाई त दबाई दिन्छ केटा माथि त देला छैन यो केटाले अनि यो त उर्छ नि यो केटा हातमा उर्छ नि जब चाहिँ के खालको हानेको हावाहरू छ नि केटा त 5 मा 3 बोच्चोको भाइले हामी 4 मा 3 छ यो डिसिजन बल छ यो गोल लाग्यो भने गोल लाग्यो भने को कुद्ने हानेको फाइनल विजेता हुनेछ वार्ड नम्बर 4 डिसिजन बल छ है यो जर्सी नम्बर 6 को भाइले डिसिजन बल हान्छ के हो यो भाइको नाम चाहिँ के हो 6 नम्बर भन्दै गराउ न नि सुमन अरे हो गराउ न हो डिसिजन बल छ है यो लाग्यो भने केटाहरूले पराएको त्यो भाइलाई होपिस गरिदिएको नि जित्नेहरू हुँदैन नि त हेर्नेहरू कस्तो रगाएको है फुटबलको मजा हानेको यही हो ल बधाई छ 4 नम्बर वार्डको अन्डर 16 भाइहरूलाई पनि फाइनल जित्न सफल भइसकेका छन् वार्ड नम्बर 4 का भाइहरू